लास्टमा तिर्की तिर्की है यसरी बनाउन पैसा सक्यो हाम्रो पेट लेभल अगाडि हो त्यो लास्ट भने तिर्की बराबर ला दुइटै खाने अब आज चाहिँ हामी बिरयानी बनाएर बिरयानी खाँदैछौँ र बिरयानी खाने बेलामा चाहिँ हामी गेम खेल्छौँ अनि तास तास फिटेर राख्छ अनि त्यो जसलाई चाहिँ ठुलो पर्छ त्यसले नै अनि खाने भनेर त्यो सर्त छ हाम्रो एकका चाहिँ सबभन्दा सानो हुन्छ त्यो चाहिँ एकमा गनिन्छ अरू बेला ठुलो हुँदैन एकमा गनिन्छ अनि अब हामी पहिला सुरुमा चाहिँ जुस खायौँ अनि जुस खाइसकेपछि त्यसपछि हामी अब तास फिटेर सबै रेडी छ अब छुट्ने मात्र काम हो हाम्रो सुरुमा चाहिँ म आफै ठुटेँ त्यो बक्सको नाकामा के अरे भित्र भएको भएर छुट्न अलिकति गाह्रो भयो अनि त्यसपछि उसबाट ल सुरुकै लडमा मलाई चाहिँ के पऱ्यो भन्दाखेरि चाहिँ एक्का परेको थियो एक्का चाहिँ फेरि सानो भएको भएर त्यसलाई हामीले सानो नै मानियो र उनले छुट्दाखेरि अलिक ठुलो आएको भएर उनले खाएँ उनले चाहिँ सुरुमै भातभन्दा पनि मासु खाने भन्नेतिर गइन् र मैले सुरुमा त्यो छुट्दा पनि खासै त्यस्तो परेन सेकेन्ड लड पनि उनले नै खाइन् थर्ड लड चाहिँ जहाँसम्म मलाई पऱ्यो र म पनि मासु लभर भएको भएर सापराको झ्याप्पै एक पिस खाएँ अनि लगभग बढी चाहिँ मेरो बुढीलाई नै परिरहेको थियो किनभने उसैले बनाएको भएर हो कि उसैलाई परिरहेको थियो बेला बेलामा मलाई पनि परिरहेको थियो म चाहिँ डाइरेक्ट मासुमा फोकस भइरहेको थिएँ अचार सचार त हेरेकै थिएन त्यहाँ अचार पनि रहेछ पछि पो थाहा भयो लास्टतिर अनि चम्चा पनि थियो चम्चाले के खानु हातले खाने भनेर अनि चम्चाले थोरै आउने अनि हातले धेरै खाएको कति खाइएछ थाहै त्यहाँ अनि सुरुमा कति धेरै थियो खाँदा जाँदै कति खाइयो अनि आफैलाई थाहा नहुने गरेर खाइएछ मासु पनि लास्टै मिठो भएको र यसरी खाँदाखेरि चाहिँ एकदम आनन्द आउँदो रहेछ कि बिरयानी चाहिँ सर्लक्क फिजारिसकेपछि यसरी झ्यामका झ्याम खाने सिस्टम चाहिँ राम्रो लाग्यो अनि मलाई चाहिँ एक्का चाहिँ लगभग 4 एक्का मैला परे जस्तो लाग्थ्यो एक्का फेरि हामीले सानो भनेको भएर अनि त्यसलाई एकमै गनियो त्यो गर्दाखेरि मैले चाहिँ सुरुमा चाहिँ अलिकति थोरै खाना पाइरहेको थिएँ लगभग धेरै जस्तो चाहिँ बुढीलाई परिरहेको थियो मैले चाहिँ त्यहाँ मासु मिलाउने काम भइरहेको थियो एकैछिन अनि बबाल लास्टै मिठो भयो बिरयानी चाहिँ अनि त्यसमा चाहिँ मैले अझै अलिकति अमिलो कम भयो जस्तो पऱ्यो तर हामीले अमिलो त्यो कागती काटेर भने राखेर अनि त्यसैलाई निचरेर एकदमै बबालै भएको थियो बिरयानी चाहिँ लास्टै हामीले चाहिँ सुरुमा तासको 52 पत्तीमा हामीले सुरुबाट नै 52 पत्ती नै सक्नेसम्म चाहिँ कति खाइन्छ भनेर विचार गरेको लास्टै धेरै नै खाइयो अनि अब चम्चा साइड लाएर हातले झ्यामका झ्याम खाइयो तर लास्टै नै खाइयो अब सुरुमा हेर्दा पुरै त्यो टेबलको माथि जस्तो थालीमा नराखेर सिधै त्यो पेपरमा राखेर पुरै फिजारेर खाँदाखेरि छुट्टै खाएको ऊ नै छुट्टै हुँदो रहेछ लास्टै मजा आउँदो रहेछ अनि लास्टमा चाहिँ हामीले लास्टमा 2 पत्ती बाँकी राखेको थियो तर त्यो हामीले त्यतिकै राखेको चाहिँ होइन अनि अब लास्टको 2 पत्तीमा चाहिँ के हुन्छ भनेर विचार गर्दाखेरि ठ्याक्कै अब पहिला उनले निकाल्दाखेरि तिर्की पारिन् अनि त्यो ल तिर्की पारिसकेपछि ल मैले नै खान्छु होला भनेर फिक्सै भइसकेको मलाई पनि ठ्याक्कै तिर्की नै परिदिएको रहेछ कि तर हामीले त्यसरी मिलाएर राखेको चाहिँ होइन पकाउँदाखेरि सुरुमै हेर्दा फिटेरै राखेको र त्यो ठ्याक्कै दुईजनालाई तिर्की पऱ्यो लास्टमा चाहिँ अब दुईजनाले नै अब बराबर चाहिँ त्यही ठ्याक्कै लास्टमा मात्र परेको अरू बेला चाहिँ परेन अनि हाम्रो चाहिँ यहीँबाट सकियो है त हामी लास्टमा त दुईजना बराबर भएर दुईजनै भाग्यमानी रहेछौँ भन्ने चाहिँ ट्याक्क प्रुफ भयो खुसी लाग्यो आजलाई चाहिँ अब यति नै धेरै नै खाइयो आज चाहिँ अब यसैलाई नै अन्तिम